साथीहरू म चाहिँ आज झापाको ह्याप्पील्यान्डमा आएको छु। अब परिवारसँगै घुम्न आएको छु। तपाईँहरूलाई म आज एउटा मेरो लागि नौलो ठाउँ पनि हो, किनभनेदेखि झापा आए तापनि यो ह्याप्पील्यान्ड चाहिँ मेरो लागि नौलो ठाउँ हो। सायद तपाईँहरूको लागि पनि नौलो हुनसक्छ र कतिपय साथीहरूले आइसक्नु पनि भएको छ होला, कतिपय साथीहरूलाई त थाहा पनि छ होला होइन। र म चाहिँ यो ह्याप्पील्यान्डमा आज आएको छु। अब यहाँ टिकट काट्न जानुभएको छ, यहाँ परिवारहरू त जानुभएको छ, टिकट काट्न जानुभएको छ। त्यसपछि म तपाईँलाई भित्रको दृश्य देखाउँछु। ह्याप्पील्यान्डमा चाहिँ विशेष गरेर अब के छ त्यहाँभित्र होइन, अब त्यहाँ खेल्नेदेखि लिएर गएर सारा चाहिँ तपाईँको अब खेल्ने अब देख्ने दृश्यहरू हेर्ने दृश्यहरू के छ म त्यो तपाईँहरूलाई सबै देखाउँदै जान्छु है त साथीहरू। भिडियोलाई अन्तिमसम्म हेर्नु होला र मेरो युट्युब च्यानल लाइक र सब्सक्राइब गर्नु भने नभुल्नु होला है त साथीहरू। लेट्स गो, तपाईँलाई म देखाउँछु। रमणीय छ। अब अहिले यहाँबाट हामी प्रवेश गर्दैछौँ। हेरौँ अवस्था कस्तो हुन्छ। साथीहरू मान्छेको चाप चाहिँ एकदम खचाखच छ है। तपाईँले हेरिरहनु भएको होला, दृश्य हेरिरहनु भएको छ तपाईँलाई। यहाँनिर चाहिँ एउटा चाहिँ बस्ने ठाउँ पनि राम्रो रहेछ। जस एरिया फन पार्क ठुलो रहेछ। अब हामी चाहिँ जाँदैछौँ। अब जनमानसको एकदम भिडभाड लागेको अवस्था छ। अब अहिले यो दिउँसो मध्याहमा त यस्तो छ भने बेलुकाको समयमा कति मान्छे चाहिँ आउँछन् भन्ने कुरो आकलन तपाईँहरू आफै गर्नु होला है त साथीहरू। ल साथीहरूलाई मैले प्रत्यक्ष रूपमा लाइभ जस्तै देखाइरहेको छु साथीहरूलाई। तपाईँ देख्न सक्नुहुन्छ मान्छेको भिडभाड एकदम भिडभाड एकदम चहल पहल एकदम बढी नै छ। आफ्नो धुनमा आफ्नो स्वरमा छन् मान्छेहरू होइन। अब यहाँ चाहिँ कसैले टिकटक बनाइरहेको छ भने कसै चाहिँ आफ्नो अब अलिक गर्मीले कोही मान्छेहरू पसिना असिन भएर हिँडेको अवस्था पनि छ। कतिपय मान्छेहरू रमाइरहनु भएको छ। अब यतातिर हेर्नुहुन्छ भने रोमान्टिक यसलाई के भन्छ, यसलाई रोमान्टिक पिङ भन्छन् क्या र। मान्छेहरू घुमिरहेको अवस्था पनि छ। यतातिर अब यहाँनिर पोखरी रहेछ। सर्लक्क मान्छेहरू कोही सेल्फी लिइरहेका छन्, कोही रमाइलो गरिरहेका छन्, बसिरहेका छन्। अब यस्तै छ साथीहरू, तपाईँले देख्न सक्नुहुन्छ। आज म पूर्वी जिल्ला झापामा छु। झापाको यो ह्याप्पील्यान्ड भन्ने ठाउँमा आज घुम्न आएको छु। जस ठाउँ रमणीय रहेछ। अलिकति हिजो घुमेको ठाउँभन्दा यहाँ चाहिँ अलिकति जनमानसको चाप अलिकति बढी नै देखिन्छ र घुम्ने ठाउँ पनि अलिकति पर्याप्त रहेछ यहाँनिर। एकदम रमाइलो छ। तपाईँले पक्कै पनि भिडियोलाई हेरेर साथ दिनु होला। तपाईँलाई म यस्तै दृश्य देखाउँदै जानेछु है त साथीहरू। साथीहरू पोखरी पनि ठिकै छ, पोखरी राम्रो छ। मान्छेको चहलपहल पनि एकदम व्यापक नै छ। गर्मी भए तापनि अलिकति मान्छेको चहलपहल एकदम अलिकति घचाघच भएको अवस्था छ। ठाउँ रमाइलो लाग्यो, राम्रो लाग्यो। जस तपाईँले पनि हेर्नुभयो होला, तपाईँले पनि आफ्नो राय सल्लाह दिनु होला। पिङ खेल्ने हेर्नु त माथि गएर ल, नआत्तिकन खेल्ने है फेरि ल। एकदम खचाखच छ साथीहरू। पिङ खेल्नलाई चाहिँ एकदम यहाँनिर खचाखच देखिन्छ। अब यहाँ चाहिँ के सिस्टम रहेछ भने तपाईँको अब पिङभित्र बाहिर टिकट काटेर भित्र प्रवेश गरिसकेपछि यसको चाहिँ त्यही टिकट काटेकै भित्रमा पैसा हुँदो रहेछ यसको चाहिँ। र यस कारण अब सबैजना दिदी बहिनीहरू मिसेस सालीहरू सबैजना चाहिँ अब खेल्नलाई कमजोर भएका छन्। अब यस्तो छ, खचाखच छ, मान्छे घुम्टो छ, एकदम भरिभराउ छ मान्छे। टिङ भरिभराउ जम्मै तपाईँको यो चाहिँ लाइनमा जम्मै भरिभराउ हुनुहुन्छ सबै साथीहरू। हेर्दै गर्नुहुन्छ है। ल साथीहरू, यहाँनिर चाहिँ धरहरा पनि बनाइएको रहेछ।
सर्लग लाएर यतातिर यस्तो छ। यहाँ धरहरा पनि बनाइएको रहेछ। ल यो कति तला छ धरहरा? 1 तला 2 तला 3 तला 4 तला 5 तला 6 तला 7 तला 8 तला 9 तले धरहरा रहेछ लगभग। यो चाहिँ टावर पनि बनाइएको रहेछ यहाँनिर। थोरै एउटा चाहिँ बनाइएको रहेछ, एकदम ठिक छ। जस लगभग फन पार्क मलाई रमाइलो लाग्यो। समग्रमा भन्नुपर्दा फन पार्क एकदम ठिक छ। तपाईँहरू पनि एउटा मेसो मेलो मिलाएर घुम्न आउँदा राम्रो हुनेछ जस्तो मलाई लाग्छ, किनभने म आफैले घुमेर रमाइलो लाग्यो। अलिकति हिँड्ने पेटीहरू पनि एकदम राम्रै छ। यतातिर घुम्ने खेल्ने ठाउँहरू प्रशस्त भएको पाइयो। अब यहाँ रमाइलो छ। अब यहाँ चाहिँ बिचरा सबैजना थकैले बस्नुभएको अवस्था छ। अब यस्तै छ, गर्मी पनि त्यत्तिकै छ। हामी कता जाने हो अब? पानी खाना मिल्छ नि? यो पानी खाने पानी हो। ल खाने पानी हो, खाना मिल्छ। तपाईँले देख्न सक्नुहुन्छ सबै खेलिरहेको अवस्था छ। राम्रो रहेछ है। ल तिमी चाहिँ सेल्फी नहाल्ने? ल तिम्रो सेल्फी नहाल्ने भएदेखि ल ठिक छ। हस्त साथीहरू, आज यतिन्जेलसम्म मेरो भिडियोलाई हेरेर साथ दिनुभयो। तपाईँहरूलाई पनि विभिन्न किसिमको मनोरञ्जन देख्नुभयो। तपाईँहरूलाई मैले जानकारी गराएँ साथीहरू। आज म चाहिँ झापा जिल्लाको सुरुङ्गा अन्तर्गत ह्याप्पील्यान्डमा आएको थिएँ। तपाईँलाई केही झलकहरू देखाएँ होइन। सम्भव भएछ सबै दृश्यहरू मैले देखाएँ। अब भिडियो अलिकति लामो हुने भएको हिसाबले मैले छोटो देखाएँ, सर्टकट देखाएँ तपाईँहरूलाई। ठिकै छ, अप्सन मिल्यो भने, मौका मिल्यो भने पक्कै पनि तपाईँ झापा जिल्लामा आइसकेपछि यो सुरुङ्गामा रहेको यो ह्याप्पील्यान्डमा घुम्न नभुल्नु होला। किनभने ह्याप्पील्यान्डमा आइसकेपछि अवश्य नै ह्याप्पी भइँदो रहेछ। त्यो अनुभव मलाई भयो अहिले। तपाईँले सोचेभन्दा रमाइलो छ यहाँनिर। यहाँ चाहिँ तपाईँको पर्याप्त घुम्ने ठाउँ, एउटा चाहिँ फ्रेस हुने ठाउँहरू होइन। अलिकति जनमानसको चाहिँ अलिकति एकदम लर्को लाग्ने ठाउँ रहेछ यहाँनिर। भिडभाड त्यत्तिकै भइन्छ। जहाँ मान्छेको भिड हुन्छ त्यहाँ नै बेसी रमाइलो हुन्छ होइन। यो कुरो त हजुरलाई भनिराख्नु पर्दैन। यस कारण रमाइलो छ, राम्रो छ। आजबाट बिदा हुन चाहन्छु। मेरो भिडियोलाई हेरेर तिमीहरूसँग साथ दिनुभयो। मेरो भिडियोलाई, मेरो युट्युब च्यानललाई लाइक र सब्सक्राइब गर्न भने नभुल्नु होला। यति भन्दै म तपाईँहरूमाझ बिदा हुन चाहन्छु। आगामी दिनमा फेरि भिडियो लिएर आउनेछु। अहिलेलाई बिदा दिनुहोस्। हस्त, नमस्ते, जय नेपाल।